19 वर्षका धेरैजसो युवाहरू आफ्नो भविष्य के बनाउने भनेर सोचिरहेका हुन्छन्। तर यही 19 वर्षको एउटा ठिटोले फिफा विश्वकपको ट्रफी उचाल्दै फुटबलको इतिहास नै नयाँ ढङ्गले लेखिदिएको छ। हेलो नमस्ते, द कोसिस पर्सपेक्टिभमा यहाँहरू सबैलाई हार्दिक स्वागत छ। आज हामी कुरा गर्दैछौँ बार्सिलोना र स्पेनका सुपरस्टार लामिन यामालको। 15 वर्षको उमेरमा सिनियर डेब्यू, 16 वर्षमै युरो कपको उपाधि, कोपा ट्रफीको विजेता र अब स्पेनलाई विश्वकपको ऐतिहासिक उपाधि दिलाउने मुख्य नायक। तर एउटा सामान्य र गरिब बस्तीमा हुर्केको केटोले 19 वर्ष नपुग्दै यो सबै सफलता कसरी हासिल गर्यो त? आउनुहोस् लामिन यामालको यो अभूतपूर्व र कीर्तिमानी यात्राको कथा विस्तारमा जानौँ। लामिन यामालको यो सफलताको जग उनकी मोरोक्कन हजुरआमा फातिमाले बसालेकी हुन्। जीवनमा राम्रो भविष्यको खोजीमा फातिमा मोरोक्कोको आफ्नो गाउँ छोडेर एक्लै स्पेन आइपुगेकी थिइन्। सुरुका दिनमा उनीसँग न पर्याप्त पैसा थियो न त राम्रो बस्ने ठाउँ। परिवार पाल्नका लागि उनले दिनरात सफाई र कठिन मजदुरी गरिन्। पछि बार्सिलोना नजिकैको रोका फोन्डा बस्तीमा उनको परिवार बसोबास गर्न थाल्यो। 13 जुलाई 2007मा लामिनको जन्म हुनुअघि उनका आमा बुवा निकै ठुलो आर्थिक सङ्कटमा थिए। त्यो कठिन समयमा दुईजना दयालु मानिसहरूले उनीहरूलाई बस्ने ठाउँ र खाने बाटो मिलाएर ठुलो सहयोग गरे। ती दुई व्यक्तिको नाम थियो लामिन र यामाल। तिनै दुई सहयोगीहरूप्रति कृतज्ञता व्यक्त गर्न उनका आमा बुवाले आफ्नो छोराको नाम तिनै दुईजनाको नाम जोडेर राखे, लामिन यामाल। आमा बुवा काममा व्यस्त हुने भएकाले लामिनलाई हुर्काउने र रोका फोन्डाका खराब सङ्गतबाट जोगाउने काम उनै हजुरआमा फातिमाले गरिन्। उनले लामिनलाई सधैँ भन्थिन्, हामीले भोगेको गरिबी कहिले नबिर्सिनु, मैदानमा जति ठुलो बने पनि सधैँ नम्र बन्नु। आज पनि गोल गरेपछि लामिनले औँलाले 304 को सङ्केत बनाउँछन्, जुन उनको गरिबी जन्मथलो रोका फोन्डाको पोस्टल कोड हो। उनी जति नै ठुलो विश्वविजेता बने पनि आफ्ना पुराना दिन र परिवारको दुःख कहिले बिर्सदैनन्। उनको अद्भुत प्रतिभा देखेर बार्सिलोनाको चर्चित ला मासिया एकाडेमीले उनलाई मात्र 7 वर्षको उमेरमा साइन गर्यो। हजुरआमाले दिनौँ उनलाई ट्रेन स्टेसनसम्म पुर्याउने र ल्याउने गर्थिन्। एकाडेमीमा आफूभन्दा धेरै उमेरका खेलाडीहरूलाई सहजै छक्क्याउँदै उनी तीव्र गतिमा अघि बढे। मात्र 15 वर्षको उमेरमा उनले बार्सिलोनाको पहिलो टिमबाट डेब्यू गर्दै क्लबको इतिहासमै सबैभन्दा कान्छो खेलाडी बने। त्यसपछि त एकपछि अर्को कीर्तिमान ध्वस्त भए। ला लिगाका सबैभन्दा कान्छा गोलकर्ता, च्याम्पियन्स लिगमा असिस्ट गर्ने सबैभन्दा कान्छा खेलाडी र विश्वकै उत्कृष्ट युवा खेलाडी बन्दै जितेको प्रतिष्ठित कोपा ट्रफी। हालै सम्पन्न फुटबलको सबैभन्दा ठुलो मञ्च फिफा विश्वकपमा विश्वका महान खेलाडीहरूकै अगाडि 19 वर्षका लामिन यामालले आफ्नो अभूतपूर्व खेल र आत्मविश्वासले पूरा प्रतियोगितामा राज गरे। उनका विपक्षीलाई चकित पार्ने ड्रिब्लिङ, निर्णायक गोल र उत्कृष्ट पासहरूको मद्दतले उनले स्पेनलाई विश्वकपको ट्रफीसम्म पुर्याए। पेलेपछि यति सानो उमेरमा विश्वकपमा यसरी प्रभुत्व जमाउने खेलाडी अरू कोही भएको थिएन। उनी विश्व फुटबलको नयाँ अनुहारका रूपमा स्थापित भए। एउटा गरिब मोरक्कन प्रवासी हजुरआमाको त्याग र कडा सङ्घर्षबाट सुरु भएको यो यात्रा आज विश्वविजेता बनेको छ। अहिले भर्खर 19 वर्ष लागेका लामिन यामालको यात्रा त भर्खर सुरु मात्रै हुँदैछ। के तपाईलाई लाग्छ लामिन यामालले भविष्यमा मेसी र रोनाल्डोको विरासतलाई पनि पछाडि पार्न सक्लान्? आफ्नो विचार तल कमेन्टमा पक्का लेख्नुहोला। यस्तै रोचक विषयहरूमा मेरो विश्लेषणात्मक विचारका लागि भिडियोलाई लाइक, सेयर र द कोसिस पर्सपेक्टिभलाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला। हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। अर्को भिडियोमा पुनः भेटौँला।